साँझको धमिलो प्रकाश कोठामा छिर्दै गर्दा रूपा ऐनाको अगाडि उभिएकी थिइन्। उनको गाजलु आँखामा एउटा गहिरो शून्यता थियो, तर उनको अनुहारमा यस्तो चमक थियो कि जुन पनि उनीसँग डराउँथ्यो। गुलाबी ओठ र सलक्क परेको जिउडाले उनलाई कुनै अप्सरा भन्दा कम देखाएको थिएन, तर यो सौन्दर्य उनलाई एउटा बोझ जस्तो लाग्थ्यो, किनकि उनका श्रीमान सागरका लागि उनी घरको एउटा सजावटको सामान भन्दा बढी केही थिएनन्। सागर सधैँ बाहिरका स्त्रीहरूसँग हराउँथे र रूपाको जवानी एक्लोपनाको आगोमा जलिरहेको थियो। शहरका गल्लीहरूमा हिँड्दा कति युवाहरू उनलाई देख्दा बाटो बिराउँथे। कसैले आई लभ यू भन्थे, कसैले आँखा झिम्काउँथे, तर रूपाको मनमा एउटा दृढता थियो। उनी आफ्नो वैवाहिक मर्यादा तोड्न चाहदैनथिन्, तर मन त हो कहिलेकाहीँ उनलाई लाग्थ्यो के मेरो जीवन यसरी नै सकिने हो। उनका ससुरा विश्वनाथजी श्रीमती बितेपछि एक्लो हुनुहुन्थ्यो। उहाँले बुहारीको आँसु र छोराको लापरवाहीलाई नजिकबाट नियाल्नु भएको थियो। रूपाको ओइलाउँदो अनुहार देख्दा उहाँको मुटु चसक्क हुन्थ्यो। एक दिन विश्वनाथले भन्नुभयो, रूपा, आज मलाई शहरको काम छ, एक्लै जान अलि गाह्रो भयो, मसँग जान्छौ? रूपाले नाई भन्न सकिनन्। उनीहरू एउटा पुरानो बसमा चढे। बसभित्र भिड थियो, त्यसैले उनीहरू पछाडिको सिटमा सँगै बसे। झ्यालबाट छिरेको चिसो हावाले रूपाको कपाल उडाएर विश्वनाथको गालामा छोइरहेको थियो। रूपाको शरीरको सुगन्धले विश्वनाथलाई एकछिन मदहोस बनायो। तिमी धेरै राम्री छौ रूपा, विश्वनाथले बिस्तारै भन्नुभयो। तिमीलाई हेर्दा मलाई मेरी श्रीमतीको याद आउँछ, तर तिमीमा एउटा यस्तो आकर्षण छ जसले जो कोहीलाई पनि पग्लन बाध्य बनाउँछ। रूपाले लजाउँदै नजर झुकाइन्। विश्वनाथले उनको हात बिस्तारै आफ्नो हातमा लिनुभयो। उहाँको हातको न्यानोपनमा एउटा सुरक्षा थियो, तर एउटा अनौठो कम्पन पनि। सागरले तिम्रो मोल बुझेन। विश्वनाथको स्वर अलि गहिरो भयो। यदि आज म जवान हुन्थे भने, वा यो समाजको पर्खाल हुँदैनथ्यो भने। रूपा स्तब्ध भइन्। ससुराको मुखबाट यस्तो कुरा सुन्दा उनी एकछिन निशब्द भइन्, तर उहाँको आँखामा हेर्दा उनले कुनै पाप देखिनन्, बरु एउटा यस्तो पुरुष देखिन् जसले उनलाई एउटा नारीको रूपमा, एउटा सुन्दरीको रूपमा र एउटा मान्छेको रूपमा साँच्चै प्रेम गरेको थियो। त्यो क्षणमा रूपालाई लाग्यो उनलाई चाहिएको शारीरिक सुख मात्र होइन, बरु यस्तै गहिरो सहानुभूति र कदर थियो। विश्वनाथले अगाडि भन्नुभयो, रूपा, छोराले तिमीलाई नचिने पनि म तिमीलाई पुज्छु। तिमी मेरो लागि यो संसारको सबैभन्दा प्रिय मान्छे हौ। तिमी मरेर होइन, बाँचेर मलाई खुसी देऊ। घर फर्किँदा बसको त्यो यात्राले रूपाको सोच बदलिदिएको थियो। सागरको बेवफाइले अब उनलाई पहिले जस्तो दुख्न छाड्यो। उनले ऐनामा फेरि आफूलाई हेरिन् र मुसुक्क हाँसिन्। उनले आफ्नो भाग्यलाई स्वीकार गरिन्, तर एउटा नयाँ गर्वका साथ। उनलाई थाहा थियो यो घरमा उनको कदर गर्ने एउटा यस्तो मान्छे छ जसको प्रेम र सम्मान सागरको हजारौं उपेक्षा भन्दा धेरै माथि थियो। उनी अब डिप्रेसनको अँध्यारोमा होइन, ससुराको त्यो पवित्र र अलिकति सम्बोधन नगरिएको प्रेमको सहारामा जिउन तयार थिइन्। ल साथीहरू, आजको यो कथा यही नै समाप्त गर्छु। आशा छ तपाईहरूलाई कथा मन पर्यो होला। यदि भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट अनि शेयर गरेर सपोर्ट गर्नुहोला है। ल फेरि अर्को कथामा भेटौँला है त। अहिलेलाई धन्यवाद, नमस्ते अनि बाई।